प्याज काट्दैछु म चाहिँ। अस्ति टिपेको होइन, सुकाइराखेको थिएँ। फेरि अहिले आइज ल भाइ। घाम पनि लागेको छैन। प्याज पनि फलेको छैन, यस्तो मात्रै छ, यत्रो मसिनो कोही त्यस्तो मात्रै छ। राम्रो फलेकै छैन प्याज। पानी पर्ला जस्तो भयो। कोही चाहिँ यत्रो फलेको छ। गरमै भयो पुरा। यो चाहिँ मजाले सुकाउनुपर्छ फेरि घाममा, नत्र कुन्छ फेरि। अलिकति काट्छु, त्यहाँबाट फेरि खाना खाने टाइम पनि भयो। अब खाना पनि खानुपर्छ। घाममा सुकाएन भने चाहिँ फेरि यो जुन काटेको दाग हुन्छ नि, यहाँबाट भुसुनाले फुलिहाल्दो रहेछ। यति चाहिँ काटेँ, अलिक चाहिँ काटेर सुकाइरहेको छु। यहाँ काट्ने यति छ, उखुड्नु पनि छ अझै बारीमा। अब थाक्यो पुरा, गरम पनि भयो। चाहिँ लसुन पनि केलाउनु छ है। भएर फल्छ, मजाले फलेको छ लसुन चाहिँ, दामी फलेको छ। अब गरम पनि भयो पुरा।